आज चाहिँ हामी आमा मुभी हेर्न आएको। हाम्रो टिकट सबैजना यो मुभी हेरेर रुनुहुन्छ। म चाहिँ जुन मुभी हेर्न रुन्छु, तर अब यो मुभी हेरेर कस्तो हुन्छ उसलाई चाहिँ मैले जबरजस्ती लिएर आएको। मुभी हेर्न मन लाग्दैन भनेर नट इन्ट्रेस्टेड। हेरमै त अब यिनको इन्ट्रेस्ट कस्तो हुन्छ। म हेर्दिनँ कहिलेदेखि, त्यही भएर हेर्दिनँ भनेर लिएर आएको। अहिले त्यहाँभित्र गएर म सोध्छु कि कस्तो लगाइरह भनेर। अब हाम्रो बाहिर आउँदाखेरि कस्तो हुन्छ। अहिले चाहिँ हाँसिदिँदा बाई पछि भेट्दा निक्लेपछि आँखा पोलिरह्यो मान्छेको। चाहिँदैन फिर्ता देऊ मेरो बुबालाई। नट इन्ट्रेस्टेड भन्ने मान्छेलाई कस्तो लाग्यो मुभी? मुभी धेरै राम्रो, धेरै राम्रो। यो जस्तो मान्छे जाँदा हुन्छ, म जस्तो मान्छे नजाँदा हुन्छ त्यो मुभी हेर्न। होइन म इमोसनल त भएको होइन, तर आँसु मात्र नआएको क्या। मम्मीलाई चाहिँ धेरै मिस गरेँ मैले। सो गाइस मुभी चाहिँ हेरेर 2 घन्टा रोयो पनि अझै पनि आँखा अझै मेरो राम्रोसँग हेर्न मिलेको छैन। अरू त रुन्छन्, रोए कि रोएर मलाई थाहा छैन, तर जस्तो सोचेर गएको थिएँ त्यो मुभी हेर्न त्योभन्दा त डबल इमोसनल। त्यो मतलब वर्षपछि मुभी सिनेमा हल गएको थिएँ मुभी हेर्न, त्यो पनि यस्तो। नर्मल मुभी हेर्दा त रुने मान्छे, अझ यस्तो मुभी हेर्दा त मेरो हालत के भयो होला। मेरो त पसिनाले आँसुले यहाँदेखि चुहेर यहाँ तलसम्म भिजिरहेको कपडा। सो गाइस मुभी चाहिँ एकदमै राम्रो छ। तपाईँहरूलाई हेर्न मन छ भने ह्याङ्की चाहिँ लिएर जानु होला, एउटा 2टा ह्याङ्की चाहिँ। म जस्तो मान्छेले, अरूले त अब कुनै त सक्नुहुन्छ नि त हेर्न। मलाई चाहिँ आँखाले हेर्न नि मिलेको थियो।